पहाडकी रानी उपमा पाएको त्यो सुन्दर नेवार बस्ती बन्दीपुर। तेलिया इट्टा र ढुङ्गा माटोले बनेको भक्तपुरी शैलीका दायाँ बायाँ घरहरू, बीचमा ढुङ्गाले छापिएको यो बाटो। फेरि झ्याल ढोका हेर्दा उत्तिकै कलात्मक, घरै पछि मुस्कुराइरहेको छ बेगमबेली फूल। पर्यटन प्रवर्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन, गन्तव्य पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष 2025 को रूपमा मनाउने निर्णय गर्नु भएको छ। डुम्रेबाट मात्रै 8 किलोमिटर टाढा रहेको यो ठाउँ निकै सफा र कोलाहल मुक्त पनि छ। नेपालको तनहुँ जिल्लामा अवस्थित यो विभिन्न जात जाति र संस्कृतिको जीवन्त संग्रहालय हो। बन्दीपुरमा सेन राजाहरूले पनि केही समय शासन गर्नु भएको थियो। खड्गदेवी मन्दिर र मणिमुकुन्द सेनका दरबारका केही भग्नावशेषहरू सबै सेन राज्यसँग सम्बन्धित छ। पहिला मगर समुदायहरूको वर्चस्व रहेको बन्दीपुर पछि गएर भने यस समुदायले अन्यन्त्र बसाई सरेपछि नेवार समुदायको बाहुल्यता बढेको पाइन्छ। शहरको वास्तुकला, खाना र संस्कृतिमा नेवारहरूको प्रभाव भएको त प्रष्टै देख्न सकिन्छ। वर्षमा वार्षिक 1 लाख आन्तरिक र 1 लाख विदेशी पर्यटकलाई बास बस्ने गरी ल्याउने योजना उहाँहरूले बनाउनु भएको छ। गाउँमै कमाऊ, गाउँमै रमाऊ भन्ने मूल मन्त्र राख्नु भएर सुरु भएको भ्रमण वर्षमा हजुरहरूलाई पनि स्वागत गर्न बन्दीपुर तयार भएको छ। जाने होइन त हजुर बन्दीपुर घुम्न अनि रमाउन।